दुर्गेश थापा जुन कुनै न कुनै कारणवश कन्ट्रोभर्सीमा फस्ने गर्छन्। कहिले गीतकै कारणले जेल जान्छन्, कहिले पल शाहलाई फसाएको भनेर आरोप लाग्छ। तर पनि कसरी गरिन् त दुश्मन हेरेको हेरेबाट आफ्नो म्यासिभ कमब्याक। दुर्गेश थापाको जन्म इन्डियाको सिक्किममा भएको थियो। उनीको फादर इन्डियन आर्मी थिएन। उनी नेपाल बाहिर जन्मे पनि उनीको बाल्यपन धेरैजसो बागलुङमै बित्छ। र दुर्गेशलाई सानैदेखि नाच्न र गाउनमा धेरै नै इन्ट्रेस्ट थियो र उनी स्कुलमा नाचगान कम्पिटिसन हुँदा फर्स्ट सेकेन्ड पनि हुने गर्थिए। पछि भने उनीको बुबाले उनलाई इन्डियन आर्मीमा भर्ती हुन भन्छन्। त्यसैले उनी भर्ती हुन इन्डिया समेत जान्छन्। तर पछि भने उनी त्यहाँबाट भाग्छन् किनकि उनी आर्मी बन्नमा इन्ट्रेस्टेड हुँदैनन्। त्यसपछि उनी नेपाल आएपछि उनीको भेट बसन्त थापासित हुन्छ। बसन्त थापा उनीको ठुलो बुवाको छोरा हुन् र बसन्त थापा अहिलेको एक चर्चित लोकदोरी गायक पनि हुन् र दुर्गेशले बसन्त थापाले आफ्नो गुरु पनि मान्ने गर्छन्। त्यसपछि दुवैजना काठमाडौँ आउँछन्। काठमाडौँमा दुर्गेश थापाले धेरै नै स्ट्रगल गरेका थिए। उनीले ठमेलको डान्स बारहरूमा पनि काम गरेका थिए, त्यो पनि एकदम कम स्यालेरीमा। त्यसपछि उनी बिस्तारै मोडेलिङ पनि गर्न थाल्छन् अनि म्युजिक भिडियोमा सानोतिनो रोल पनि पाउन थाल्छन्। त्यसपछि उनी बसन्त थापाको गीत जुनले मात्र देख्छमा एज अ मोडल काम गर्छन् र उनीले त्यो गीतबाट केही हदसम्म चर्चा पनि पाउँछन्। त्यसपछि उनले धेरै म्युजिक भिडियोमा रोल पाउन थाल्छन्। त्यसपछि दुर्गेशले आफै गाएको अनि मोडल भएको गीत मुद्दा हाल्दिन्छु भन्ने रिलिज गर्छन् र त्यो गीत त्यो टाइममा धेरै नै पपुलर भएको थियो। त्यो गीतमा लोकगीतलाई मोडर्न तरिकाले पेश गरिएको थियो जसले गीतलाई युनिक बनायो। मुद्दा हाल्दिन्छु गीत पनि हल्का कन्ट्रोभर्सीमा परेको थियो तर त्यो गीतपछि उनी पपुलर हुन्छन्। त्यसपछि उनले कन्सर्टहरूमा गएर पर्फर्म गर्न पनि सुरु गर्छन्। त्यसपछि पनि दुर्गेशले बारम्बार त्यस्तै टाइपका गीतहरू निकाल्छन्। यिनी म्युजिक भिडियोहरूमा पनि लोकगीतलाई मोडर्न तरिकाले पेश गर्छन् र त्यो दुर्गेशको एउटा स्टाइल नै बन्छ। अनि क्याची ट्युन अनि कन्ट्रोभर्सियल लिरिक्स अनि विभिन्न कन्ट्रोभर्सीको कारण यिनी सङ्गहरू पनि पपुलर हुन्छन्। दुर्गेशको म्युजिक करियर धेरै नै कन्ट्रोभर्सियल रहेको छ। कुरा हो 2019 को। तिहारमा रिलिज भएको सङ ह्याप्पी तिहार चिसो बियरले धेरै नै कन्ट्रोभर्सी क्रिएट गर्छ। तिहार सङ भए पनि ड्रग्स अनि अल्कोहल प्रमोट गरेको अनि चाडपर्वको मजाक बनाएको जसले समाजमा नकारात्मक असर पर्न सक्ने भनेर दुर्गेशलाई जेलसम्म राखिन्छ। त्यसपछि दुर्गेशले माफी माग्छन् र त्यो गीत युट्युबबाट हटाएर फेरि त्यस्ता शब्दहरू म्युट गरेर सङलाई युट्युबमा फेरि अपलोड गर्छन्। साथै जेलबाट पनि मुक्त हुन्छन्। तर त्यसपछि पनि दुर्गेशले त्यस्ता गीत बनाउन भने छोड्दैनन्। त्यसपछि 2077 सालको तीजमा बिच्चा बिच्चामा 3 नामको गीत निकाल्छन् र त्यो गीत पनि कन्ट्रोभर्सीमा पर्छ किनकि त्यसमा मेल एक्टरहरूलाई फिमेल ड्रेस लगाएर पर्फर्म गराइएको थियो। यसले फिमेलको डिसरेस्पेक्ट गरेको भनेर धेरैले दुर्गेशलाई आलोचना गर्छन् र दुर्गेश गीतले भन्दा पनि गीतको कारण हुने कन्ट्रोभर्सीका कारण चर्चित बन्छन् र उनीको हरेक गीत कुनै न कुनै कारणले कन्ट्रोभर्सीमा आउने गर्थ्यो। त्यसै गरी उनीको गीत बिच्चा बिच्चामा फोहोर ख्यास्स पुतली भन्ने पनि कन्ट्रोभर्सीमा पर्छ किनकि यसले समाजमा विकृति फैलाइरहेको अनि ती चाडपर्वको मजाक बनाएको भनेर धेरैले आलोचना गर्छन्। त्यसै गरी उनलाई 2021 मा राष्ट्रिय लोकदोरी प्रतिष्ठानको सभाबाट पनि निकालिन्छ लोकदोरीको भाषा नमिलेको कारणले। अब यसपछि आउँछ उनीको मेन कन्ट्रोभर्सी। 2022 मा नेपाली एक्टर पल शाहमाथि नाबालिकामाथि जबरजस्तीकरणको केस लाग्छ अनि त्यसको लागि पल शाहलाई पुलिसले पक्रिन्छ। त्यसपछि यो केस अझै कम्प्लिकेटेड हुन्छ। भिक्टिमले मलाई जबरजस्तीकरण नभएको राजी खुसी भएको भनेर स्टेटमेन्ट आउँछ। त्यसपछि पल शाहलाई जेल मुक्त हुने कुरा आउँछ। तर फेरि भिक्टिमले भन्छन् अगाडि मैले जे स्टेटमेन्ट दिए त्यो सबै करकाबले बोलेको हो भन्छन् अनि केस फेरि त्यहीँ पुग्छ। बट पछि जबरजस्तीकरणको केसबाट पल बाहिर आउँछन् तर चाइल्ड मोलेस्टेसनमा उनले केस लाग्छ अनि 2.5 वर्षको उनलाई जेल सजा सुनाइन्छ। त्यसपछि अदालतमा 1 वर्षसम्म मुद्दा चल्छ। त्यसपछि उच्च अदालत पोखराले उनी विरुद्धको अभियोगमा दारी नपुगेको भनेर उनलाई जेल मुक्त गरिन्छ। तर यो केसमा ट्विस्ट तब आउँछ जब यो केसमा दुर्गेशको नाम पनि जोडिन्छ। हुन त पल शाह अनि दुर्गेश थापा एकदम मिल्ने साथी थिए र सँगै म्युजिक भिडियोहरूमा पनि काम गरिरहेका थिए। तर पलको केसपछि दुर्गेश थापा, पल शाह अनि समीक्षा अधिकारीको एउटा अडियो रिलिज हुन्छ जसमा दुर्गेश थापा अनि समीक्षा अधिकारी मिलेर पललाई फसाएको
अडियो लिक हुन्छ। त्यसपछि पल शाहलाई फसाउनमा दुर्गेशको पनि हात छ भनेर पल शाहले आफैले एलिगेसन लगाउँछन्। त्यसपछि दुर्गेशलाई कुनै लिगल केस त लाग्दैन, तर उनलाई धेरैले हेट गर्न थाल्छन् अनि उनीको करियरमा जो एउटा ठुलो दाग लाग्छ अनि दुईटा मिल्ने साथीहरूको सम्बन्ध पनि बिग्रिन्छ। त्यसपछि दुर्गेशले धेरै टाइमसम्म कुनै म्युजिक भिडियो पनि निकाल्दैनन् र उनी कतै मिडियामा पनि देखिँदैनन्। त्यसपछि धेरैलाई लाग्न थालेको थियो कि दुर्गेशको करियर अब खत्तम हुन थालेको छ। त्यसपछि दुर्गेशले आफ्नो करियरमा यस्तो कमब्याक गर्छन् कि उनीको सबै दुश्मन हेरेको हेरै हुन्छन्। यस आई एम टकिङ अबाउट दुश्मन हेरेको हेरै सङ। यो गीतमा अहिलेसम्ममा 146 मिलियन भ्युज आइसकेको छ र यो गीत नेपालको वान अफ द मोस्ट भ्युड सङ पनि बन्छ र ग्लोबल ट्रेन्डिङमा पनि जान्छ। यो सङ यति पपुलर हुन्छ कि रिल्सदेखि पार्टीहरू सबैमा यो गीत बजाइन्छ। यो गीतपछि दुर्गेशको डिमान्ड लास्टै बढ्छ र उनीको डिमान्ड महोत्सवहरूमा यति धेरै हुन्छ कि उनी हेलिकप्टरमा समेत स्टेजमा एन्ट्री लिन्छन्। उनीको स्टेजको एनर्जेटिक टोनलाई अडियन्सले मन पराउँछन्। त्यसपछि दुर्गेशले बम बम भोले जन्ती अनि जानी भए जाममाया बिच्चा बिच्चामा सेभेन जस्ता सङ्ग्स निकाल्छन् र सबै सङ्गले राम्रै पर्फर्म गरेका छन्। स्पेसल्ली जानी भए जाममाया भन्ने सङ्ग धेरै पपुलर भएको थियो किनकि यसमा दुर्गेशसित सिसन बानिया अनि गुराँस नानीको कोल्याबोरेसन भएको थियो। दुर्गेशको अलमोस्ट सबै गीत क्याची हुने गर्छ। उनीको लोकगीतलाई मोडर्न तरिकाले पेश गर्ने तरिकाले उनीको सङलाई इन्ट्रेस्टिङ बनाउँछ। यस्तै दुश्मन हेरेको हेरे सङको पनि ट्युन एकदम क्याची थियो। सङमा एउटा भाइब रहेको थियो। यो सङ धेरै पार्टीहरू कन्सर्टहरूमा प्ले भएर पनि सङलाई अझै पपुलर गराएको छ। तर धेरै अडियन्सले उनीको गीतलाई क्रिटिसाइज पनि गर्ने गर्छन् किनकि उनीको गीतमा कुनै नयाँपन हुँदैन अनि लिरिक्स पनि धेरैलाई हावा लाग्न सक्छ अनि उनीको जुन गीतमा पनि एउटा न एउटा कन्ट्रोभर्सी त भएकै हुन्छ। त्यसैले उनलाई यो भनेर पनि क्रिटिसाइज गर्ने गर्छन् कि उनीले जानी जानी यस्तो विवाद सिर्जना गर्ने गीत बनाउँछन् र कन्ट्रोभर्सीले आफ्नो गीत चलाउँछन्। बट यो कुरा चाहिँ ट्रु हो कि उनीको गीतको लिरिक्सहरू निकै नै प्रब्लमेटिक हुने गर्छन्। दुर्गेशको गीत डान्स गर्न रमाइलो गर्नको लागि हुन्छ र उनीले आफूलाई गायक भन्दा पनि पर्फर्मर भन्ने गर्छन्। उनीको गीतको जति नै क्रिटिसाइज गरे पनि यो कुरा चाहिँ ट्रु हो कि फेस्टिभल अनि पार्टीहरूमा उनीकै गीत बजाइने गरिन्छ। सो तपाईँको दुर्गेश थापामाथि के ओपिनियन छ त कमेन्टमा आफ्नो ओपिनियन सेयर गर्नुहोला। भेटिने छ अर्को भिडियोमा। बाई बाई।